हेलो नमस्ते गुड मर्निङ एभ्रिवान। के छ तपाईहरुको खबर? म आज चाइना आएको दोस्रो दिन भयो भन्नाले हिजो आएको राति अनि आज चाहिँ पहिलो पनि हो, एक किसिमले भन्नुपर्दा दोस्रो पनि हो, किनकि म मार्केट आज फर्स्ट टाइम निस्किँदैछु। बिहानै उठिसकेपछि मजाले फ्रेस भएँ अनि नौलो कुरा के भन्दाखेरि मैले चाहिँ कपाल र अनुहारमा जेल लगाउनु पर्यो, साबुन थिएन, नेपालमा साबुन लगाउने बानी गरेको हैन। बिहान उठ्ने बित्तिकै चाइनिज ग्रिन टीको साथमा मैले अनि तपाईहरुलाई गुड मर्निङ भन्न रुचाएँ हैन। त्यसपछि म बसेको होटल अगाडि एकदम ठुल्ठुलो मार्केटहरु छ। त्यसपछि आज जानु छ, भिजिट गर्नु छ अनि यो चाहिँ यु सिटी हो चाइनाको। हामी हिजो काठमाडौँदेखि गुन्जाउदेखि युमा आएको राति अनि यही होटलमा बसिसकेपछि अब आज एकछिनमा हाम्रो एकजना गाइड आउनुहुन्छ, उहाँले हामीलाई गाइड गर्नुहुन्छ, मार्केट बनाउनुहुन्छ। त्यसपछि हामी आज दिनभरि मार्केट घुम्छौं। अनि यो चाइनाको चाहिँ कस्तो सिटी हो त भन्दाखेरि एकदमै स्मल आइटमहरु पाइने सिटी हो हैन। यु सिटी जस्तो ई कमर्सको लागि, ड्रप शिपिङको लागि चाहिँ एकदम बेस्ट प्रोडक्ट पाउने सिटी हो भन्ने चाहिँ भनेर हाम्रो गाइडले अनि चाहिँ यता बोलाउनु भएको हामीलाई। अनि हामी फेरि 4 दिन यहाँ बसिसकेपछि गुन्जाउ जान्छौं, गुन्जाउ गएर 2 दिन बस्छौं, त्यसपछि काठमाडौँ रिटर्न हुन्छौं। अनि यो चस्मा पनि नेपाली नै हो, नेपालदेखि ल्याएको, सबै नेपालदेखि ल्याएको हो है। अनि हामी यहाँदेखि सर निस्किन्छौं अनि मिलन सर र म्याम पनि रेडी हुँदै हुनुहुन्छ। म्याम र सर रेडी भइसकेपछि हामी हेलो हेलो नमस्ते गुड मर्निङ। के छ मिलन सर? हिजो तपाईको 200 खाइदियो हैन उले चाइनिजले? के छ त्यसमा भन्नु? के छ चाइनिजलाई? चाइनिज युआन 200, नेपाली 44,000। ओहो, नेपाल त 4000 पो हैन? 4000 बढी हुने भयो। म्याम अनि सर अनि म आज मार्केटको लागि रेडी हुँदैछौँ। टेन्सन भए यहाँ केही नचल्थ्यो त। VPN डाउनलोड गर्ने काम लागेन। चलेन है म्याम? चलेन, केही चलेन। सर यहीँको सिम लिनु पर्यो कि अब सिम लिनु पर्यो। जे चल्छ सिमले मात्रै हुन्छ अरे के? यो भिडियो हेरेको थिएँ मैले। मोबाइलमा के चलेन? भिडियो चाहिँ केमा हेर्नु भएको थियो म्याम? चाइनाको उले यहाँको वाइफाई किन नचलेको सर? सर यहाँको अनि यो होटलको वाइफाई पनि चलेन हाम्रो मोबाइलमा, खोइ किन हो थाहा भएन। एयरपोर्टमा चाहिँ एयरपोर्ट वाइफाई चाहिँ चलिरहेको थियो, चलेन। अनि नेपालको एनटिसीको डेटा रोमिङ लियो भने पनि एकदम एक्सपेन्सिभ हैन। एनटिसीको त 1 MB को 1 रुपिस थियो सायद, 1 GB को 1000, एकदम एक्सपेन्सिभ। अनि एनसेलको पनि त्यस्तै नै थियो, एकदम गाह्रो चलाउन, एकदम एक्सपेन्सिभ। अनि यहाँको सिम चाहिँ हामीले लिएको छैन, अब आज लिने। त्यसपछि सिम लिएपछि यहाँदेखि अब अरू कुराहरू चलाउन जस्तो डेटाहरू हैन। अब यहाँ चाहिँ डिडी भन्ने एप हुँदो रहेछ जसले चाहिँ हजुरको ट्याक्सीमा यताउता जान आउन चाहिँ सजिलो हुँदो रहेछ। त्यो चाहिँ हामीले चाहिँ अब आज अब डाटा एक्सेस लिइसकेपछि मात्र अब थाहा हुन्छ, सिम लिइसकेपछि मात्र थाहा हुन्छ। ट्याक्सीकै फ्याक्ट्री अगाडि पर्नु भएछ नि। हो र म्याम? ओ कारको सोरमा गएको जस्तो छ के? योमा चाहिँ घुम्ने ठाउँ होइन रहेछ है, फ्याक्ट्री मात्रै धेरै। छुट्टी धेरै यहाँको ग्रिन टी यस्तो रहेछ नि दामी। मलाई भेटेँ जा पार्नुपर्छ, सुरुमा त गाजा जस्तो लागिरहेको थियो तर ग्रिन टी रहेछ। जा पार्नुपर्छ। अब हामी के गरौँ? अब हामी खाना खाउँ। खाना साना अब यहाँ हुन्छ कि हुँदैन नत्र त बुझ्नु पऱ्यो। दुधै लाइन ब्यागहरू यहीँ छोडिदिनु, लगेज हो छोडिदिनु, यहाँ आउने हो खाना खाएर एकछिन ब्याग पनि छोडिदिउँ। जेको लानु नै के छ जिन्दगी। ल हामी निस्किँदैछौँ, खाना खान्छौँ। खाना खाइसकेपछि हामी मार्केट निस्किन्छौँ अनि मार्केट निस्किसकेपछि तपाईँहरूलाई म आज मार्केटमा अपडेट गराउँदै गर्छु हैन, त्यस विषयमा। अनि चाइना आइसकेपछि के हुन्छ, कस्तो कस्तो हुन्छ, कस्तो कस्तो कुराहरूमा ठगिन सकिन्छ, कस्तो कस्तो कुराहरूमा बस्न सकिन्छ भन्ने कुरा। हिजो हामीलाई ट्याक्सीले चाहिँ ठग्यो हैन, अब ठग्दो रहेछ, यहाँ त्यस्तै हुँदो रहेछ। के अनुभव पनि भयो नयाँ। अनि त्यसपछि म यो नेपाल आइसकेपछि भिडियो मजाले एडिट गरेर मजाले एडिट गरेर देशको मान्छे युट्युब च्यानलमा हाल्छु अनि तपाईहरुले मजाले हेर्न सक्नुहुन्छ। देशको मान्छे युट्युब च्यानलमा तपाईले यो बारेमा नेपालबाट चाइना कसरी आउने, कसरी बस्ने, कसरी घुम्ने, कम्युनिकेसन स्किलमा के समस्याहरू हुन सक्छन् हैन,
यस्ता कुराहरूमा चाहिँ एकदम समस्याहरू भोगेको कुराहरू चाहिँ अनि म तपाईँहरूलाई बताउने छु। अनि तपाईँहरूलाई सबैजनालाई भन्दै म बिदा हुन्छु अहिले। अनि एकछिन पछि तपाईँहरूसँग फेरि हुन्छु। हस्, थ्याङ्क यू सो मच।